Hello everyone, welcome back to my channel. र आज हामी आएको छौं वज्रयोगिनी मन्दिरमा। किला चराउन भएको रे मलाई आफू भन्न सकिन हैन। अब मेरै च्यानलमा जान्छ यो भ्लग, उसकोमा जाँदैन। अनि खै इन्टरनेट दिन सकेन तिमीले? अब म मेरो इन्ट्रो दिन्छु नि। आज हामी कहाँ आएको छु रे? भन्दै त कहाँ आएको छु रे? मन्दिर भन्दा कस्तो राम्रो देख्यो हेर न। यहाँ हेर सेम स्पिसिजै सेम। स्पिसिज हेर दिदीको स्पिसिज। म पम्पकिन। यहाँनिर फुलहरू किनिरहेछ। कद्दुहरू पूजा सामग्री किनिरहेको अवस्था। कसले गर्दैन हौ भ्लग गर्नै आएन मलाई। मङ्कीबाट लुकाउने तरिका सरले छोपेको पूजा सामग्री जति सबै। यहाँनिर टन्न मङ्की आउँछ। श्रुति तिम्रो साथीभाइ दाजुबहिनी सबै भेट्ने हो आज। ओ त्यहीँनिर रहेछ उता एउटा। त्यो कुकुरहरूले उनीहरूलाई म तल आउन दिँदैन नि। पहिला श्री गणेशजीको दर्शन, त्यसपछि मात्र अगाडि बढ्ने। एउटा मान्छेले कसरी ओइ भने क्या, हामीले भ्लग बनाएर देखेर ओइ भन्यो भन्ने। श्रुतिको फ्रेन्ड्सहरू देखियो। कस्तो रहेछ नि। यहाँ पनि छ। एउटा धारा पानमा कति इन्भेस्टमेन्ट हुन्थ्यो पहिलालाई विचार गरेर एउटा धाराको लागि। अहिले प्लास्टिक टुटी ल्याएर एउटा राखिदिन्छ 150 रुपियाँको। मान्छेले कति विचार गरे, पानीलाई त्यति महत्त्व दिन्छ क्या। किन पानी वाटर भनेको लाइफ हो नि त। ओरिजिन लाइफ पानीबाटै सुरु भएको भने पानीको महत्त्व पानीलाई जहाँ जो ढुङ्गे धारा अहिले बनायो भने एउटा ढुङ्गे धाराको कस्ट हेर्नु करोडौँ रुपियाँ बनाउँछ हो। किन त्यत्रो खर्च गरे होला भन्दाखेरि पानीको महत्त्व त्यसरी लिन्थ्यो क्या। मन्दिरको यस्तो भाइब्रेसन हेरेर यस्तो शान्त हेरेर कति भाइब छ। तिनीहरूलाई जुम हानेर तपाईँहरूले भाइब फिल गरेन? राष्ट्रियले अस्ति होइन यो ट्री देख्ने बित्तिकै वज्रयोगिनी सम्झाएको थियो क्या। जाडोमा बसिरहेको रहेछ। श्रुतिले सुन्तला खाइरहेको अवस्था। श्रुति तिमी त भर्खर सुन्तला खाँदै थियौ त उतानिर पछाडि। यहाँ कसरी आइपुग्यो? ट्रान्सपोर्टेसन के भन्छ, टेलिपोर्टेसन? माताको मेन मन्दिर हामी बाहिरको छौँ। कस्तो सुन्दर देखिया। पहिला हात धुम। हामीलाई पानी हाल्छ ड्याडीले पवित्र गर्न। पछाडिबाट इन्स्ट्रुमेन्ट्सहरू पनि बजिरहेको छ। के गरे त्यो जनाइहरू इभिल आयो तेरो। रेड लाइट जनाइहरू देख न गाइस। अब के भन्ने आएन। भगवान् बुद्ध जस्तो देखिनुहुन्छ हेर न। अब यता आएपछि खास हामीले अब भित्र उता खिच्न पाइँदैन। यहाँ आफै आएर दर्शन गर्नु होला सबैजना जसलाई दर्शन गर्नु मन छ आमाको। मङ्किज यहाँनिर पहिला कति मङ्किज भइरहन्थ्यो त उसमा। लाइन लागिरहेको छ माताको मन्दिरमा। ए माताको उयो यो माथिपट्टि सुनको बनेको छ त ढोकामा। सबै माताको सन्तानहरू हो भनेर मामुले हामीलाई भन्छ थियो पहिला। भित्र बुद्धिस्ट मङ्क्सहरू हुनुहुन्छ।
रे 111 यहाँसम्म आइपुग्दा ट्याक्कै 111 when we used to be at school we used to come many more times at that time. बिचमा इङ्ग्लिसमा चेन्ज भयो जान्ला म सक्दिनँ होला म किन जाने कहाँ मुनि पुग्छ अनि फेरि गाडीको लागि माथि नै आउने हो अलिकति खिच्छ मलाई आउँदैन यस्तो 111 अलिकति त छ त कि त्यो भन्दा नि मुनि छ हामी आधा स्टेट त तल आयौँ तर आधा अब जाने कि नजाने त्यसपछि कस्तो छिटो छिटो क्यामेरा प्लान गरेर के नदेखिने कस्तो राम्रो इन्भाइरोमेन्ट छ कि तर यहाँको thumbnail. Oh my god! What? प्रोफेसनल युट्युबर भइसक्यो हेर न इन्भाइरोमेन्ट कति राम्रो क्या त्यहाँनिरबाट मामुहरू नि आउँलाई आमै सानी आउँलाई हेर सानी लुक गाइस आऊ आऊ खाना मान्छे भुन्टा भुन्टीहरू आउँदैछन् गाइस उतापट्टि के कन्स्ट्रक्सन नै चलिरहेको रहेछ यहाँनिर माथि केही चलिरह केही त अनि हामीलाई थाहा छैन के चलिरह अर्को पालि आउँदा केही हुन्छ कि के थाहा नयाँ कुरा के भन्नु म मेरो गर्छु अब कसरी युट्युबरहरूले कसरी गर्छ गाइस आइसक्यौँ हामी यहाँनिर जङ्गल जङ्गल ओ माई गॉड देखो ना गाइस देखो न देखो ना गाइस देखो ना गाइस देखो ना गाइस यहाँ में क्या है देखो ना अनि हामीहरू अब सानी नि आयो हाम्रो घुट्नाहरूले जवाफ दिइसक्यन् यति चढ्दैमा यति ओर्लिँदैमा अनि घुट्ना त्यो म अलिकति हिन्दी नेपाली अलिक मिक्स गर्छु क्या छोड्दै अनि त्योभन्दा मुनि हामी जान सक्दैनौँ अनि सरी मैले केलाई टेकी थाहा छैन तर मैले सियान बुसेर आउँछु खै सिगान आफै गाई त्यस्तो त देखाउन नहुने त्यही पनि म त जे पनि देखाइदिन्छु अनि गाइस ल एकैछिन जुल्ला एकैछिन सुन मात्र है त्यहाँ तलदेखि अनि त्यहाँ माथि बलि दिने ठाउँ चाहिँ त्यहाँ तल छ तल त्यो तलको मन्दिर उयो अलिकति तल जानु त ल बलि दिने मन्दिर अहिले माताको मन्दिरहरूमा बलि दिने त हुन्छ नि मन्दिरमा चाहिँ दिन पाइएन अँ यहाँ तल चाहिँ दिनुपर्छ बलि चढाएर ल्याएर बलि दिने चाहिँ यहाँ हो क्या ए माथि मातालाई पहिला चढाएर आउने अनि बलि के अरे बलि दिने चाहिँ यहाँ ओ यहाँ हो बलि दिने अनि त्यो बलि दिने ठाउँदेखि त्यहाँ माथिसम्म चाहिँ 111 स्टेप्स हो कि ए 111 एउटा 111 चढेर आएको यो मान्छे यो जना गार्ड भयो नि त उता बाँदरहरू माथि आउलान् कि मान्छेहरूलाई सतलान् कि भनेर हेरेर बस्छ त्यहाँ अनि त्यही त कुकुरहरू यहाँ वरिपरि राख्नु कारण नै त्यही त हो नि त्यो बाँदरले दुःख देला होइन हामी स्कुल छँदा कति आउँथ्यौँ हामी नस्टाल्जिया अब मोस्टली चाहिँ यहाँ हाम्रो म थापा भयो नि त होइन हाम्रो थापा खलबको चाहिँ सप्तमीको दिन भनौँ न फुलपातीको दिन चाहिँ यहाँ च्याङ्ग्रा चढाउने चलन छ क्या च्याङ्ग्रा चढाइन्छ माथि च्याङ्ग्रा चढाइन्छ अनि बलि ल्याएर चाहिँ त्यहाँ दिन्छ क्या यो बलि चाहिँ त्यहाँ दिने हो अनि त्यो दिन चाहिँ मोस्टली फुलपातीको दिन चाहिँ सधैँ आइन्थ्यो क्या यो हल्लिरा चाहिँ मैले बाँदर आयो भन्ने साँच्ची ए हो हेर कालो के लाग्यो खै के तिमीले लगाएको अस्ति मेरो गएन त्यो मार्करको मेरो लगाएर अनि फोट पार्देखि के लाग्यो त्यहाँनिर गाइस सानो झर्ना छ झर्ना होइन स्ट्रिम भनौँ न देखिन्छ देखिरहेको मैले मलाई इङ्ग्लिस आउँदैन त्यही हो बेबी जान मिल्दैन है
रिभुलेट तर यता के स्याउको उयोहरू फाले खाएर प्लास्टिक हो त प्लास्टिक नै छ अरे शिव जस्तै राम्रो ठाउँ भए पनि मान्छेहरू भएपछि क्लाइम अप एन्ड यु टेक द भिडियो ओके हुन्छ ओके माथि जाऊँ जाऊ न चढ्छ आइसु ओके लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो Let's go. Jump. इन्डिया छोरीको श्रुतिले मलाई पानी ल पखायो त माथि चढ्दैछौँ ये लड़के बहुत मेहनत कर रहे हैं लड़की हजुर टेम्पल होइन अनि त्यो घन्टा बजाएपछि चाहिँ एभ्री वान फ्रम द त्यो साथी बजार क्या युज टु कम ओभर हियर रातिको टाइममा ऊ बेलामा केही भयो भने चाहिँ इफ दे जस्ट स्ट्राइक द बेल ओभर देयर होइन त्यो अनि एभ्री वान फ्रम द साकु एराइभ्स टु दिस टेम्पल क्या मिसाब मतलब के मिस हाप्निङ भने अब कहिलेकाहीँ मूर्ति चोरहरू ऊहरू यताउति होइन त्यस्तो भयो अथवा मन्दिरमा कुनै आपत्ति आइपर्यो भने चाहिँ त्यो घन्टा चाहिँ बजाइन्छ रातिको समयमा बज्यो भने चाहिँ टेक्नोलोजी कस्तो राम्रो के भन्ने टेक्नोलोजी पनि प्रथा पनि सबैजना मन्दिरको लागि एकजुट भएर आउने बल्ल माथि आयो टेम्पल गाइज हामीले धन्न दर्शन गर्न पायौँ नत्र लाइनहेर अब लाइन लाग्न थाल्यो अघि हामी अलिक छिटो आएर राम्रो गरेछौँ गाइज वज्रयोगिनीको माताको मन्दिर को छ हामीलाई इम्पोर्टेन्ट कुरा चाहिँ हाम्रो यहाँ वज्र राखेको छ वज्रयोगिनी माता सायद वज्र जस्तो कठोर हुनुहुन्छ स्ट्रङ त्यही भएर होला है हुनसक्छ मामुलाई सोधौँ 2 minutes माताको नाम वज्रयोगिनी चाहिँ किन भएको त्यही वज्र भएको हो र उता काकुलाई सोध त काकु वज्रयोगिनी माताको नाम वज्रयोगिनी चाहिँ किन भएको वज्र समारेको अस्त्रमा वज्र भएर वज्र भनेको इनर्जी पावर हो क्या वज्र भनेको पावर हो होइन त्यही भएर शक्ति उहाँ पावर उहाँ शक्तिको के हो स्रोत भयो नि त आमा वज्र होइन त्यसमा वज्र योगिनी भनेको 64 योगिनी हुनुहुन्छ हजुर मूल स्वरूप त्यसमाथि उहाँलाई तारा भनेको 10 महाविद्याको होइन पहिलो स्वरूप होइन तारा उहाँ 10 महाविद्याको माता जगदम्बा माता पार्वती जब 10 महाविद्या 10 दिशामा जगदीश प्रजापति बुवाको यज्ञमा जानको लागि जब भगवान्ले आदेश दिनुभयो होइन र भगवान् त्यहाँबाट हुँदैन भनेर उठ्नुभयो माताले 10 दिशामा चाहिँ आफ्नो 10 स्वरूपबाट भगवान्लाई छेक्नुभयो त्यसमध्येको होइन अनि तारा चाहिँ उहाँको एउटा स्वरूप थियो अनि यहाँ हामीले बुद्धिस्टहरूले उग्र ताराको रूपमा मातालाई मान्छ भने हामीले वज्र योगिनी होइन हामीले ताराको रूपमा उग्र तारा हो वज्र योगिनी त्यही भएर यहाँ त्यत्रो बुद्धिस्ट मङ्क्सहरू नि हुँदो रहेछ ब्रह्माण्ड चलाउने मूल ऊर्जा नै उहाँ नै हो जसले ब्रह्माण्डलाई सञ्चालन गर्नुहुन्छ मूल शक्ति भन्छ त्यो शक्ति चाहिँ हामीभित्र चाहिँ हाम्रो भित्र कुण्डलिनी शक्तिको रूपमा हामी मनुष्यमा कुण्डलिनी रूपमा हुनुहुन्छ मूलाधार स्वाधिष्ठान गरेर स्वाहार उहाँकै आदेश र शक्ति पायो भने त्यो हाम्रो त्यो कस्तो हुन्छ नि स्पिरिचुअल ग्रोथ चाहिँ हाम्रो प्रपर रूपमा हुन्छ ओके आज थाहा पायो ओ मङ्की कहाँ चाहिँ पुगेछ यही सबै माताको सन्तानहरू भनेको होइन माथि ढोका माथि बस्नु भएको सबै जड हुन्छ चैतन्य गर्ने शक्ति नै उहाँ नै हो उहाँकै चेतनाद्वारा यो सबै चलायमान ए होइन यहाँनिर गोलो घेरामा बस्नुभएको चाहिँ 9जना 10 महाविद्या मध्ये अनि बिचमा चाहिँ माता र ए ओके यस्तो पो गाइज मैले यहाँनिर कत्रो रुख देखिसकेँ गाइज कत्रो ठुलो छ यो रुख अनि यहाँनिर जान त डर लाग्छ त्यही पनि म गएर देखाइदिन्छु कति तलसम्म यहाँनिर
सबै रुखहरू धेरै छ तर कत्रो ठुलो कि कत्रो अग्लो रुखहरू छ लाइक मैले यति धेरै अग्लो रुखहरू देखाएको छैन लाइक मैले त देखाएको म त पहिला नि आएको छु तर दिदीवाला खोजिराखेँ यहाँ जुमा ल एभरेज नेपाली मङ्की म उता गएर देखाइरहेको थिएँ नजाएर त्यहाँनिर जान धेरै डर छ तर त्यही पनि म देखाइरहेको थिएँ अनि ऊ त्यहाँनिर माताको साइडमा बस्ने के अरे बगिनी र नरसिंही भनेर जस्तो लाग्यो दुईजना उहाँ चाहिँ पार्वती मातासँग बस्दाखेरि जय र विजय जसरी बस्नुहुन्छ नि माताको सखीहरू माताले उग्रो रूप लियो भने उहाँ पनि उग्रो रूप लिएरै माताको वरिपरि नै बसिरहनुहुन्छ भनेर ड्याडले चाहिँ पनि भन्छ हाम्रो भिडियो धेरै नै नलेजेबल छ इन्फर्मेटिभ भिडियोज अनि केभ छ एउटा ऋषिमुनिहरू तपस्या गर्नुहुन्थ्यो भनेर भनिन्छ त्यही भएर यो नि एकदमै ऊर्जावान प्लेस हो माथिबाट मङ्कीहरू पुरै बसिरहेको छन् उतापट्टि पुरै देखिरहेन तर अघि हामी आउँदाखेरि त्यही भएर हामीले मोबाइल क्यामेरा खल्तीमा हालिहाल्यो श्रुतिले मैले खल्तीमा हालिहालेँ नत्र अघि न नरिवलको सट्टा उयो मोबाइलै लगायो अनि खान्थ्यो झापड दिदी मलाई यहाँको एउटा मात्र कुरा राम्रो लागेन नि के हो थाहा छ के त्यहाँनिर डस्टबिन थियो होइन डस्टबिन चाहिँ खाली थियो यो एक डुङ्गुर फोहोर चाहिँ कसले हाल्छ यो बाहिर हिँडिरहेको फोहोर यत्तिकै हिँडिरहेको कसले हाल्छ त्यो उसको हात उसको खेल्ने कुरा नि छ मकैको मकैको ढोड लिएर हात समातेर हजुरलाई बादरले हेरिरहेको माथिबाट बादर ब्रो अलिक टाढा मोबाइल नलिनु मोबाइल चस्मा सबै लिएर जान्छ नट्टी मङ्किज झुला खेलिरहेको छ डस्टबिनमा बसेर अर्को पनि दर्शन गऱ्यौँ यहाँ चाहिँ माथि तलकै स्वरूप रहेछ होइन लगभग माताको दुईजना के अरे शक्तिहरूसँगै माता बसिरहनु भएको छ तर यहाँ चाहिँ माथिल्लो माई र तल माई भनेर भन्दा रहेछन् अनि माताको त्यसरी पूजा गरिँदो रहेछ अनि त्यहाँनिर होइन बुद्धिस्ट मान्छेहरू पनि धेरै आउने भएको होइन सायद भगवान् बुद्धको पनि थियो है ए हामी त मामा गइसक्यो गाडीमा सो गाइस यति चाहिँ हाम्रो भिजिट या अनि एकछिन बस्छौँ अब घर जाने घर गएर 2 थाल मोमो खाने अनि हजुरलाई यो आजको भ्लग मन पर्यो भने त्यसलाई लाइक गर्नुहोस् सेयर गर्नुहोस् र सब्सक्राइब गर्नुहोस् अझ भ्लगहरूको लागि धन्यवाद बाई बाई